20 दिनमा पोर्चुगल। यस, हिजोसम्म म आफै हो पोर्चुगल सम्भव छैन, पोर्चुगलको पछि नलाग्नु होला, स्क्याम हुन्छ, तपाईँ फ्रडमा पर्नुहुन्छ। तर फेरि आज म भन्दैछु अब पोर्चुगल जाने दिन आएको छ। अब पोर्चुगलको सपना बुन्न थाल्नुहोस्। पोर्चुगलको मिनिस्ट्री अफ फरेन अफेयरबाट उनीहरूको अफिसियल वेबसाइटमै भनिसकेको छ कि यही आउँदो अप्रिल 15 तारिक यिनीहरूले सम्पूर्ण एलिजिबिलिटी क्राइटेरियाहरू तोकेर कस्तो मान्छेहरू पोर्चुगल आउन सक्छ भन्ने कुराहरू यिनीहरूले प्रकाशित गर्नेछ। त्योभन्दा अगाडि नै तपाईँ अब तयारी गर्नु होला। तपाईले एम्प्लोयर खोज्न थाल्नु होला। कोही आफन्तहरू हुनुहुन्छ पोर्चुगलमा भने किप इन टचमा रहनु होला। अब तपाईको पोर्चुगल जाने सपना पूरा हुन्छ। अप्रिल 15 तारिक म अर्को फेरि भिडियो लिएर आउने छु। के एलिजिबिलिटीहरू र क्राइटेरियाहरू तोक्छ पोर्चुगलले, त्यसको विषयमा त म पक्कै भन्ने छु। तर तपाईले यो भिडियोलाई लाइक गर्नुपर्छ, शेयर गर्नुपर्छ, सेभ गरेर राख्नुपर्छ। तबसम्मको लागि